यदि पानी परिरहेको बेलामा हामीसँग छाता छ भने नि हामी त्यो आकाशबाट परेको पानीलाई रोक्न चाहिँ सक्दैनौँ छाताले, तर हामी आफू जहाँ पुग्नु पर्ने हो त्यहाँसम्म पुग्नलाई चाहिँ छाताले मद्दत गर्छ हामीलाई। हामी त्यो पानी परिरहँदाखेरि पनि कसैलाई पर्खिनु पर्ने छ भने छाता ओढेर पर्खिरहन सक्छौँ। हामी कतै जानुपर्ने छ भने पनि छाता ओढेर जान सक्छौँ। थोरै थोरै पानी भिजिन्छ, तर हामी त्यो छाताको सहाराले पानी पर्दै गर्दा पनि आफ्ना कामहरू हामी सम्पन्न गर्न सक्छौँ। हाम्रो जीवनमा कहिलेकाहीँ हामीले सोचेको भन्दा विपरीत परिस्थितिहरू आइपर्न सक्छ, प्रतिकूल परिस्थिति आइपर्न सक्छ, दुःख आइपर्न सक्छ, बिमारी आइपर्न सक्छ, अभावहरू आइपर्न सक्छ, ऋण लाग्न सक्छ, रोग लाग्न सक्छ। तर त्यस्तो आफ्नो जीवनमा प्रतिकूल परिस्थितिको बेलामा पनि हामीले सकारात्मक सोच रूपी छाता ओढेर बस्न सक्यौँ भने हामीले त्यो प्रतिकूल परिस्थितिमा पनि जीवनमा आफूलाई जीवित राख्नको लागि, त्योसँग सामना गर्नको लागि चाहिँ तपाईसँग भएको सकारात्मक सोचले महामन्त्रको काम गर्छ के। भगवान बुद्धले भन्नुभएको छ कि जीवन त अनित्य छ, जीवनमा एकनाश त केही पनि छैन। जीवनमा मान्छेहरू कहाँनिर धोका खान्छ भन्दाखेरि उसले आफूलाई हरेक पल म सधैँ यसै गरी बलवान भइरहन्छु होइन, यसै गरी धनवान भइरहन्छु, यसै गरी रूपवान भइरहन्छु, यसै गरी जवान भइरहन्छु भन्ने सोच्छ क्या। तर यो जवानी, यो धन, यो बल, यी सबै कुराहरू त नित्य चिज होइन नि त होइन। यी चिजहरू त परिवर्तनशील छ। आज तपाईँ एकदमै हाँसी खुसी बस्नुभएको छ, के थाहा भोलि अचानक तपाईँको जीवनमा कुनै एउटा ठुलो सङ्कट आइपर्न सक्छ, तपाईँ बिरामी हुन सक्छ। आज तपाईँसँग टन्न पैसा होला, भोलि एक पैसा नहुने दिन पनि आउन सक्छ। तपाईँले जसलाई आज एकदमै नजिकको मित्र ठानिरहनु भएको छ, नजिकको आफन्त ठानिरहनु भएको छ, अचानक कुनै दिन त्यो मान्छे तपाईँको सबैभन्दा ठुलो दुश्मन हुनसक्छ। आज तपाईँले जसलाई दुश्मन ठानिरहनु भएको छ त्यो नै मान्छे तपाईँको जीवनमा कुनै न कुनै बेलामा नभई नहुने मान्छे हुनसक्छ। आज हामीसँग केही पनि छैन, भोलि हामीसँग सबै थोक हुनसक्छ। त्यसकारण यो जीवन नै अनित्य छ क्या। यस बेलामा हाम्रो जीवनमा कुनै पनि बेलामा कुनै पनि परिस्थितिहरू आइपर्न सक्छ। यस्तो परिस्थितिमा हामीमा यदि सकारात्मक सोच रह्यो भने हामीलाई त्यो परिस्थितिसँग जुझ्नको लागि, परिस्थितिमा टिक्नको लागि, परिस्थितिभित्र पनि आफ्नो जीवन अगाडि बढाउनको लागि हामीलाई त्यो सकारात्मक सोच रूपी छाताले धेरै महत्त्व दिन्छ, धेरै काम गर्छ। हामी त्यो सकारात्मक सोचले पुरै हाम्रो बाधा व्यवधानलाई, सङ्कटलाई, रोगलाई, ऋणलाई हटाउन सक्ने होइन। तर त्यो रोग लागेको बेलामा, ऋण लागेको बेलामा, सङ्कट भएको बेलामा, पीडा भएको बेलामा हामीलाई आफूलाई संयमतापूर्वक जोगाउनको लागि, त्यस्तो परिस्थितिमा पनि आफूलाई शान्त राख्नको लागि, अघि बढ्ने हिम्मत दिनको लागि चाहिँ तपाईँमा भएको सकारात्मक सोचले ठुलो महामन्त्रको काम गर्छ। मैले अघि नै भने नि, पानी परिरहँदाखेरि हामीसँग छाता छ भने हामी त्यो छाताले पानी रोक्न सक्दैनौँ। तर त्यो पानीभित्र पनि तपाईँ कतै जानु छ भने छाता ओढेर पानी पर्दा पर्दै पनि तपाईँ जान सक्नुहुन्छ नि त। पसल जान सक्नुहुन्छ, अफिस जान सक्नुहुन्छ, साथीलाई भेट्न जान सक्नुहुन्छ, कसैको प्रतीक्षा त गर्न सक्नुहुन्छ। यदि तपाईँसँग छाता छ भने त्यो पानीले तपाईँको त्यो इच्छा, चाहना र आवश्यकतालाई छेक्दैन। मेरो एउटै मात्र भनाइ के छ भने हामीसँग पनि त्यो सकारात्मक सोच रूपी छाता चाहिँ सधैँ हुनुपर्छ। त्यो सकारात्मक सोच रूपी छाताले तपाईँका दुःख, कष्ट, सङ्कटहरू हटाइदिने होइन के, तर त्यो दुःखभित्र, सङ्कटभित्र, त्यो पीडाभित्र, त्यो रोगभित्र, ऋणभित्र पनि तपाईँले आफूलाई बचाउनको लागि, जीवित राख्नको लागि, त्योसँग सामना गर्नको लागि चाहिँ तपाईँसँग भएको सकारात्मक सोचले महामन्त्रको काम गर्छ क्या। त्यसकारण सकारात्मक सोच सामान्य कुरा होइन, यो ठुलो शक्ति हो, ठुलो महामन्त्र हो।